एक समय थियो नेपालको सांसद अनि मन्त्री भन्न साथ अनपढ अनि कम पढे लेखेका नेताहरूको अनुहार हाम्रो मस्तिष्कमा आउँथ्यो। तर अहिले अवस्था बदलिएको छ। भर्खरै मात्र नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन आएको छ। गत भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सोसियल साइटमा लगाएको अस्थायी प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलन सुरु भयो र 2063 सालमा लोकतन्त्र स्थापना भए यताका शक्तिशाली व्यक्तिहरू विरुद्ध देखिएको मध्ये सबैभन्दा ठूलो असन्तोष थियो, जसले सत्ता नै परिवर्तन गरिदियो। र त्यसपछिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको 275 मध्ये 182 सिट जितेर 2/3 नजिकको शक्तिशाली सरकार निर्माण गरेको छ। र यो शक्तिशाली सरकारको नेतृत्व गर्दैछन् 35 वर्षीय युवा र्यापर तथा इन्जिनियर बालेन्द्र शाह अर्थात् बालेन। उनी नेपालको इतिहासमै मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् भने विश्वकै कम उमेरका सरकार प्रमुख मध्ये एक हुन्। अनि बालेनको यो क्याबिनेट जम्मा 15 सदस्यीय छ र यो मन्त्री परिषद शैक्षिक योग्यताको हिसाबले सायद नेपालको हिस्ट्रीमा सबैभन्दा अब्बल छ। आज यस भिडियोमा हामी बालेन सरकारका तीनै मन्त्रीहरूको शैक्षिक योग्यता र उनीहरूले पढेको विश्वविद्यालय र व्यावसायिक पृष्ठभूमिको बारेमा हामी चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुलाई त। सबैभन्दा पहिले कुरा गरौँ प्रधानमन्त्री बालेन्द्र शाहबाट। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेन पेसाले एक स्ट्रक्चरल इन्जिनियर हुन्। उनले भारतको बेङ्गलोर स्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् 2016 देखि 2018 सम्म अध्ययन गरेर स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर अफ टेक्नोलोजी डिग्री हासिल गरेका छन्। त्यसैगरी अब कुरा गरौँ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको बारेमा। यो मन्त्री परिषदको सबैभन्दा पाका सदस्य 51 वर्षीय डाक्टर वाग्ले हुन्। उनको शैक्षिक र व्यावसायिक पृष्ठभूमि निकै प्रभावशाली छ। उनले बेलायतको प्रख्यात लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि अर्थात् PhD उपाधि लिएका छन्। राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहेका उनले अमेरिकाको वासिङटन DC स्थित विश्व ब्याङ्कमा वरिष्ठ अर्थशास्त्री, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP को मुख्यालयमा एसिया प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारको रूपमा समेत काम गरिसकेका छन्। अनि त्यसैगरी अब कुरा गरौँ सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको बारेमा। सांसद हुनु अघि त्रिभुवन विश्वविद्यालयमा आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिक पढाउने डाक्टर तिमल सिन्हाले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तर्राष्ट्रिय मामिलामा PhD उपाधि प्राप्त गरेका छन्। त्यसैगरी अब कुरा गरौँ परराष्ट्र मन्त्री शिशिर खनालको बारेमा। मन्त्री खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कोन्सिन मेडिसिनबाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् र उनीसँग श्रीलङ्का, नेपाल र अमेरिकामा पुनर्निर्माणका लागि सञ्चालित सर्वोदय श्रमदान अभियानमा काम गरेको समेत गहिरो अनुभव छ। त्यस्तै अब कुरा गरौँ भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनिल लम्सालको बारेमा। पूर्वाधार विज्ञ लम्सालले पनि प्रधानमन्त्री बालेन्द्र जस्तै भारतको निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक तह उत्तीर्ण गरेका छन् र हाल उनी PhD गर्दैछन्। उनले काठमाडौँ महानगरमा बालेन मेयर हुँदा पूर्वाधार विज्ञको रूपमा काम गरेको पनि अनुभव छ। त्यसैगरी अब कुरा गरौँ शिक्षा, विज्ञान प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको बारेमा। उनले BBM र LLB अध्ययन पूरा गरेका छन्। काठमाडौँ महानगरपालिकामा शिक्षा क्षेत्र सुधार गर्न मेयर बालेनको टिममा रहेर उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए र यसकै कारण उनी प्रधानमन्त्री बालेनको रोजाइमा परेका व्यक्ति हुन्। त्यसैगरी अब कुरा गरौँ स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहताको बारेमा। उनले सन् 2006 देखि 2010 सम्म भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानको कलेज अफ नर्सिङमा अध्ययन गरेकी थिइन् र त्यसपछि ग्वालियर विश्वविद्यालयबाट पनि अध्ययन गरी नर्सिङमा स्नातकोत्तर गरिन्। राजनीतिमा आउनु अघि उनले विराटनगर स्थित विराट टिचिङ अस्पतालमा काम गरेको अनुभव छ। त्यसैगरी अब भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा प्रशासन मन्त्री प्रतिभा रावलको बारेमा कुरा गरौँ। पत्रकारिता पृष्ठभूमिबाट आएकी मन्त्री रावल एसियन कलेज अफ जर्नलिजमकी पूर्व विद्यार्थी हुन् र उनले स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छिन्। राजनीतिमा प्रवेश गर्न अघि उनले ग्यालेक्सी 4K टेलिभिजनमा लालमोहर जस्तो चर्चित कार्यक्रम सञ्चालन गर्नुको साथै साउथ एसिया चेक र रिपब्लिका दैनिकमा पत्रकारको रूपमा काम गरेकी थिइन्। यसैगरी अब कुरा गरौँ कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको बारेमा। मन्त्री चौधरीले पनि कानुन संकायमै स्नातकोत्तरसम्मको अध्ययन
पूरा गरेकी छिन्। अब कुरा गरौं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको बारेमा। उनले बीएसडब्ल्यू अर्थात् ब्याचलर्स इन सोशल वर्क गरेकी छिन्। यद्यपि अर्को विवरण अनुसार उनको योग्यता स्नातक रहेको पनि देखिन्छ। स्नातक तहसम्मको शिक्षा हासिल गरे लगत्तै उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था गर्दै आएकी थिइन्। र यसै क्रममा कुरा गरौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको बारेमा। साहित्यकार र पूर्व शिक्षक समेत रहेका मन्त्री पौडेलले एमबीए अर्थात् स्नातकोत्तर पूरा गरेका छन् र उनीसँग अध्यापन गराएको पनि राम्रो अनुभव छ। र अब कुरा गरौं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको बारेमा। विगत केही महिना युवा तथा खेलकुद मन्त्रालय सम्हालेको अनुभव भएका मन्त्री श्रेष्ठले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। र अन्त्यमा कुरा गरौं गृह मन्त्री सुधन गुरुङको बारेमा। मन्त्री गुरुङले कक्षा 10 सम्मको अध्ययन पूरा गरेका छन्, तर सरकारको आधिकारिक सूचीमा भने उनको शैक्षिक योग्यता ए लेभल रहेको उल्लेख गरिएको छ, जुन कक्षा 12 सम्मलाई मानिन्छ। र समग्रमा भन्नुपर्दा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको यो 15 सदस्यीय मन्त्री परिषद निकै सन्तुलित र विज्ञहरूले भरिएको देखिन्छ। यस क्याबिनेटको करिब 1/3 सदस्यहरूले भारतमा उच्च शिक्षा हासिल गरेका छन् भने कयौंले अमेरिका, बेलायत र अस्ट्रेलिया जस्ता देशहरूबाट पीएचडी र मास्टर्स गरेका छन्। हिजोको दिनमा राजनीतिक पहुँच र नातागोताको आधारमा मात्र मन्त्री बन्ने परम्परा तोड्दै अब पढे लेखेका र विषय विज्ञहरूले देशको नेतृत्व सम्हालेका छन्। जेनजी आन्दोलनले ल्याएको यो परिवर्तनले युवाहरूमा नयाँ आशा जगाएको छ। यसले नेपालको विकास पूर्वाधार निर्माण र सुशासनमा पक्कै पनि छिट्टै सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ। हजुर साथीहरू, आज हामीले नयाँ बालेन सरकारको मन्त्रीहरूको शैक्षिक र व्यावसायिक पृष्ठभूमिको बारेमा विस्तृत रूपमा चर्चा गर्यौं। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यति धेरै पढे लेखेका मन्त्रीहरूबाट तपाईले कस्तो कामको अपेक्षा गर्नुभएको छ? कृपया तल कमेन्ट बक्समा आफ्नो विचार पक्कै पनि राख्नुहोला। र भिडियो जानकारीमूलक लाग्यो भने भिडियोलाई लाइक र साथीहरूसँग शेयर